एउटा नेतृत्वमा काम गर्ने हुटहुटी हुनु नौलो कुरो होइन। त्यही माथि त युवा अथवा करिब 2/3 भोट निर्माण गरेको सरकारमा काम गर्ने हुटहुटीको विकास हुनु नौलो कुरो होइन। जनताले अनुमोदन गरेकै यही चुस्त दुरुस्त रूपमा काम गरोस् र कानुनी राज्यको कल्पना होस् भनेर। तर के कानुनलाई हातमा लिनु र कानुनको अन्तर्गतमा रहेर शासन गर्नु समान कुरा हो र? अथवा के प्रजातान्त्रिक प्रक्रियामा पनि अथवा प्रजातान्त्रिक अभ्यासमा पनि त्यही सनकले राज गर्ने हो र? त्यसो भए डिक्टेटरसिप र प्रजातन्त्रमा फरक के त? हामीले इतिहास कोट्याउने हो भने एउटा यस्ता इतिहासहरू पनि छन् जहाँ प्रजातान्त्रिक प्रक्रियाबाट पपुलर मतका साथ निर्माण भएका सरकारहरू अथवा व्यक्तित्वहरू डिक्टेटर भएको इतिहास पनि छ। र अर्कोतर्फ हामीले कोट्याउने हो भने, इतिहासलाई अध्ययन गर्ने हो भने त्यस्ता तमाम नेतृत्वहरू छन् जसले धेरै ठुलो जनताबाट अनुमोदन भएका छन् र तिनीहरूको अन्त्य जेल अथवा सडकमा पुगेर अन्त्य भएको छ। हामी कयौंले बालेन सरकारलाई अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत नदिएका हुन सक्छौँ, त्यो हाम्रो अधिकारको कुरा हो। तर जब एउटा प्रजातान्त्रिक प्रक्रियाबाट कुनै व्यक्तित्व सरकारमा पुग्छ, त्यसपछि सबैको अभिभावक हो, सबैको प्रधानमन्त्री हो, नेपाल राज्यको प्रधानमन्त्री हो। त्यसैले गर्दा हाम्रो प्रधानमन्त्रीले संसदलाई कस्तो भूमिका निर्वाह गर्छ, सार्वभौम जनता समक्ष कसरी इन्टरेक्ट गर्छ र कानुनी राज्यको कसरी प्रयोग गर्छ र फलो गर्छ भन्ने कुरा मात्र होइन, सूक्ष्म कुराहरू कसरी हिँड्छ, कसरी बोल्छ र कुन एटिच्युड देखाउँछ भन्ने कुरा पनि नागरिक सूक्ष्म रूपमा अध्ययन गरिराखेको हुन्छ। संसदीय प्रक्रियाको अथवा पार्लियामेन्टरी सिस्टमको धेरै लामो एउटा इतिहास छ। यसका धेरै उतार चढावहरू छन्। यसलाई कानुनी रूपमा बाँधिएका कुराहरू पनि छन् र ट्रेडिसन अथवा प्र्याक्टिसबाट आएका कुराहरू पनि कानुनी रूपमा पालना भएका हुन्छन्। अझ यसको उपदेयता त जब बाराक ओबामाले संसदीय इतिहासको व्याख्या गर्नुभयो र यसलाई प्रशंसा गर्नुभयो, यसको उचाइ अझ बढेको छ। त्यसैले गर्दाखेरि सरकार, सार्वभौम संसद र सार्वभौम जनता बीचको एउटा अनुन्याश्रित गठबन्धन भएको हुन्छ अथवा अनुन्याश्रित सम्बन्ध रहेको हुन्छ। यदि सरकार, संसद र जनताको गठबन्धन हुन्छ भने, एउटा समझदारी हुन्छ भने, के हाम्रो सरकार प्रमुख अथवा बालेन्द्र शाहले संसदमा गरेको उपेक्षा जनताप्रतिको उपेक्षा होइन र? अथवा राष्ट्रपति जो नीति तथा कार्यक्रम वाचन गर्दै गर्दाखेरि उठेर हिँड्नु संविधानवादको उल्लङ्घन होइन? सामाजिक सम्झौताको सिद्धान्त अथवा सोसियल कन्ट्र्याक्ट थ्योरीले भन्छ नागरिकले नेतृत्वलाई अथवा नेता छान्नु भनेको नागरिक र नेतृत्व अथवा नेता बीचको एउटा कठोर सम्झौता हो। यदि त्यो सम्झौता उल्लङ्घन हुन्छ भने त्यो जनतासँग त्यति अधिकार हुन्छ अथवा त्यति शक्ति हुन्छ जसले त्यो नेतृत्व अथवा नेतालाई सडकमा ल्याउनसम्म सक्ने त्यो शक्ति र अधिकार प्राप्त भएको हुन्छ। यी सबै कुराहरूलाई विश्लेषण गर्दा, अर्थात् पार्लियामेन्ट्री सिस्टमको प्र्याक्टिसलाई हामीले विश्लेषण गर्ने हो भने, जो हाम्रो प्राइम मिनिस्टरले संसदमा देखाउनु भएको जो एटिच्युड छ, त्यसले संविधानवादको उपेक्षा र सनको राजनीतिको क्लियर सङ्केत गर्छ। युरोपबाट उत्पत्ति भएको पार्लियामेन्टरी सिस्टम युरोपको एउटा ठुलो सफ्ट पावर हो। त्यसैले गर्दाखेरि कुनै पनि देशमा भएको संसदीय प्रक्रियाहरू अथवा संसदीय पार्लियामेन्ट्री प्र्याक्टिसहरूलाई नेपालभित्र मात्र होइन, संसारभरि इन्टरनेसनल कम्युनिटीले वाच गरिराखेको हुन्छ। यसको लागि धेरै पर जानु पर्दैन। हामीसँगै हाम्रो दृष्टान्त छ। राजा ज्ञानेन्द्रले संसदलाई विघटन गरेर प्रजातन्त्र हातमा लिँदाखेरि देशीय र अन्तर्राष्ट्रिय शक्तिहरू मिलेर राजतन्त्रको हालत के भयो? राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता र जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुभयो, उहाँहरूलाई लाग्न सक्छ कि यति छोटो समयमा किन प्रश्न अथवा आलोचना। हामीले बुझ्नुपर्छ प्रश्न किन गरिन्छ। प्रश्न राम्रो होस् भन्नको लागि गरिन्छ। प्रश्न कसलाई गरिन्छ? जो प्रति बढी भरोसा छ त्यो व्यक्तित्वलाई अथवा त्यो नेतृत्वलाई प्रश्न गरिन्छ। कम्तीमा पनि एउटा आशा छ कि धेरै कुरा गर्न नसके पनि यो सरकारले घरायसी राजनीति फोहोरहरूलाई सफा गरिदिन्छ र भोलि विकास, निर्माण, लगानी र राजनीति गर्ने शिक्षित युवाहरूको लागि एउटा
राम्रो बाटोको निर्माण गरिदिन सक्छ भन्ने अपेक्षा छ। एउटा समुदाय बीचमा भएको हत्या जो समुदायका व्यक्तित्वहरूले नाङ्गो आँखाले देखेका हुन्छ, त्यो हत्यालाई हत्यारा साबित गर्नको लागि त कानुनी प्रक्रिया हुन्छ भने यो त कानुनी शासनमा रहेर राज्य सञ्चालन गर्ने कुरा हो। यसमा संविधान हुन्छ, कानुन हुन्छ, संसदीय प्रक्रिया हुन्छ, मूल्य मान्यता हुन्छ, सार्वभौम जनता हुन्छ, सबै कुराहरू हुन्छ। अलिकति यी कुराहरूलाई फलो गर्दाखेरि प्रक्रिया अलिकति लामो हुनसक्छ, तर परिणाम कानुनी राज्यमा आउनुपर्ने खालको आउँछ। नागरिकका हक अधिकारहरू संरक्षित हुन्छन् र विकासले एउटा तय गर्छ। अन्तिममा हो, थाहा छ तपाईसँग काम गर्ने हुटुटी छ, जाँगर छ, जोस छ, भ्रष्ट आचरण छैन, त्यतिले मात्र पुग्दैन राज्य सञ्चालनको लागि। संविधानलाई मान्नै पर्छ, संसदीय व्यवस्थालाई मान्नै पर्छ, जनताप्रति उत्तरदायी हुनै पर्छ। तपाईको यो संसदमा गरेको एक्टिभिटिजले राम्रो संकेत गर्दैन। त्यसैले गर्दाखेरि तपाईँ सच्चिनै पर्छ। यदि सच्चिनु भएन भने खतराको घन्टी तपाईँलाई मात्र बज्दैन, देशलाई पनि बज्न सक्छ र नराम्रोसँग बज्छ र छिट्टै बज्न सक्छ। धन्यवाद।